लुम्बिनी प्रदेश रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 3 सुन्दर पहाडी भूभागमा अवस्थित प्राकृतिक सम्पदा, ऐतिहासिक महत्त्व, सांस्कृतिक विविधता र विकासको गतिलाई सँगै बोकेको एक महत्त्वपूर्ण वडा हो। परिवर्तन गाउँपालिकाका 6वटा वडामध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा कम र जनसङ्ख्याको हिसाबले चौथो स्थानमा रहेको वडा नम्बर 3 मा जम्मा घर परिवार सङ्ख्या 747 वटा रहेका छन्। त्यस्तै गरेर वडा नम्बर 3 को प्रशासनिक काम कारबाही सञ्चालन गर्नका लागि थुनिकोट क्षेत्रमा वडाको कार्यालय रहेको छ। थुनिकोट क्षेत्रभित्र पर्ने थुनिकोट मन्दिरले वडा नम्बर 3 को ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको छ। हिन्दू समुदायको महान पर्व दशैँमा भगवती माताको पूजा आराधना गरिने थुनिकोट मन्दिरमा पूजाको लागि गाउँपालिका क्षेत्रभरिबाट नै सबैको सहभागिता हुने गर्दछ। त्यस्तै उत्पादनको हिसाबले थुनिकोट आसपास पूर्ण गाउँ क्षेत्रमा सिजन अनुसार सबै खाले फलफुल, खाद्य बाली, नगदे बाली राम्रो हुन्छ, तर बजारको समस्या देशैभरिको समस्या जस्तै छ। मिश्रित जनसमुदायको बसोबास रहेको थुनिकोट क्षेत्रको आफ्नै छुट्टै पहिचान छ। थुनिकोटमा एउटा माध्यमिक विद्यालय रहेको छ भने थुनिकोटको मुख्य विशेषताको रूपमा पञ्चे बाजाले झल्काउने गर्दछ। थुनिकोट आसपासमा बसोबास गर्ने दलित समुदायद्वारा निर्मित हाम्रा घरयासी सामानहरूले निकै महत्त्वपूर्ण भूमिका खेल्छन्। हामीलाई दैनिक कामकाज चलाउन ती सामग्रीहरूले साँच्चीकै हामीलाई सहयोग पुर्याइरहेका छन्। त्यस्तै परिवर्तन गाउँपालिका वडा नम्बर 3 को मतदान केन्द्र पनि थुनिकोटकै बाल शिक्षा माध्यमिक विद्यालयमा रहेको छ। त्यसैले बाल शिक्षा माध्यमिक विद्यालय थुनिकोटको मात्र नभई परिवर्तन गाउँपालिकाकै निकै पुरानो विद्यालयको रूपमा चिनिन्छ, जसको स्थापना 2016 सालमा भएको थियो। वडा नम्बर 3 भित्र पर्ने तर गाउँपालिकाकै मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको बाघमारा बजार आफ्नो छुट्टै पहिचान र महत्त्व बोकेर बसिरहेको छ। परिवर्तन 5, 4 र 3 को सङ्गम स्थल बाघमारा बजार व्यापारिक क्षेत्रले महत्त्वपूर्ण छ। बाघमारा बजारभित्र रहेको नेपबहादुर केसी परिवर्तनको सम्झनामा बनाएको परिवर्तन पार्कले बाघमाराको अझ महत्त्व बढाएको छ। उक्त पार्कलाई बगैँचाको रूपमा स्थापना गर्न गाउँपालिका सरकार नै लागि परिरहेको छ। शहीदका सम्झनामा बनेका थुप्रै सार्वजनिक स्थलहरूलाई संरक्षण गर्ने सबैको दायित्व हो। बाघमारा बजार आसपासमा भएका बहुउद्देश्यिक कभर हल, बस पार्कलाई पनि हामीले संरक्षण गरिनुपर्छ। बाघमारा बजार साँच्चीकै व्यापारिक हिसाबले महत्त्वपूर्ण क्षेत्र हो। यो आसपासमा व्यवसाय पनि निकै फस्टाउँदो देखिन्छ। नमस्ते, म प्रेम कुमार बुढा मगर, 3 पेनमा सहकारी होटेल एन्ड लज तथा 3 पेन कलाघरको व्यवस्थापक। म अहिले चाहिँ यो परिवर्तन 3 बाघमारा स्थित चाहिँ अस्थायी ठेगानाको रूपमा अथवा मेरो कार्यक्षेत्रको रूपमा चाहिँ म काम गरिरहेको छु। र म विगत धेरै कालान्तरदेखि हामी एउटा पुर्ख्यौली पेसा कृषिमा आबद्ध रहँदै हामी चाहिँ बाल्यकालदेखि अगाडि बढ्ने सवालमा मैले चाहिँ गाउँघरकै पाखापोखरीमा रम्दै हाँस्दै खेल्दै गाउँघरको आटो धिदो खाँदै म त्यहाँदेखि यहाँसम्म आएको र अहिले परिवर्तन 3 बाघमारामा मैले पहिलाको सुरुवाती पसल सहकारी स्टोर्स एन्ड सप्लायर्सलाई अपग्रेड गराई अहिले रोल्पा जिल्लाकै एकमात्र डिपार्टमेन्टल स्तरको नीतिगत व्यवस्था अनुसारको 3 पेन मार्ट सञ्चालन गर्दै आइरहेको छु र यसको एउटा डिपार्ट सहकारी होटेल एन्ड लजको रूपमा पनि अगाडि बढाएको छु। यसै गरी मैले चाहिँ अहिले 3 पेन कलाघरलाई पनि एउटा जोडिरहेको छु। यसै गरी आफ्नै ब्राइट फ्युचर बोर्डिङ स्कुल पनि यहीँबाट सञ्चालन गरिरहेको छु। यसै गरी पछिल्लो चरणमा मैले यो व्यवसायलाई अथवा हाम्रो होटेललाई थप फस्टाउनको लागि कालिज फार्म पनि खोलेको छु, जुन कालिज फार्म करिब 5000 कालिजको चाहिँ क्षमता बराबरको चाहिँ कालिज फार्म रहेको छ र त्यस फार्म अन्तर्गत चाहिँ हामीले बट्टाई, लोकल कुखुरा, त्यस्तै चाहिँ अस्त्रिजहरू यिनीहरू राख्ने कन्सेप्टका साथ चाहिँ अलि बृहत रूपमा अगाडि बढेका छौँ। यसै गरी परिवर्तन गाउँपालिकाको अर्को सानो अनि सुन्दर गाउँ जो बाघमारा बजारदेखि निकै नजिकमा पर्छ, ताइबाङ गाउँ
साँच्चीकै भन्नुपर्दा उत्पादनको हिसाबले केन्द्रकै रूपमा रहेको ताइबाङ गाउँमा विभिन्न किसिमका बोट बिरुवाका नर्सरी बिरुवाहरू पाइन्छन्, जसबाट परिवर्तन गाउँपालिका सेरोफेरोमा पुग्ने गर्दछन्। ताइबाङ गाउँले आफ्नो छुट्टै पहिचान बनाउँदै एउटा युनिटी, एकताको कुरा जोडिरहेको छ। त्यहाँ रहेको पैसेरु नाच, आमा समूह, युवा समूहले गाउँ विकास र सामाजिक काम कार्यमा निकै सक्रिय सहभागिता देखाइरहेको पाइन्छ। बजार नजिक भएकाले त्यहाँबाट सेवा सुविधा ल्याउने र आफ्ना कृषि उत्पादनलाई सजिलै बजारसम्म पुर्याउन सहज भएको त्यहाँका स्थानीयहरू बताउँछन्। सुन्तला, कागती, विभिन्न किसिमका फलफुलहरू र केही घरहरूले स्याउ नै उत्पादन गरिरहेको त्यहाँका स्थानीयहरूले बताउँछन्, तर स्याउको सक्सेस भने राम्रो हुन सकेको छैन। ताइबाङ गाउँको पैसेरु नाच परिवर्तन गाउँपालिका आसपासमा निकै उत्कृष्ट पनि मानिन्छ। सानो अनि चिटिक्क परेको सुन्दर गाउँ आफ्नो छुट्टै पहिचान बोकेर बसिरहेको छ। मेरो नमस्कार। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वार्ड नम्बर 3 ठुनीकोट ताइबाङ स्थितको बासिन्दा हुँ म। मैले विगत 65-66 सालदेखि मैले एउटा नर्सरीको मैले सुरुवात गरेको थिएँ। सुन्तला, कागती, त्यसपछि हल्लोबाइदहरू, दाँते ओखर, यिनीहरू मैले चाहिँ 65-66 मैले त्यो थोरैबाट मैले चाहिँ सुरु गरेँ। नर्सरीमा सुरु गरेँ। त्यसपछि सुरुमा चाहिँ सुरु गरेपछि केही 2-4 वर्ष, 1-2 वर्ष त अलिकति के भयो, अलि गाह्रो अवस्था थियो। मैले चाहिँ बिरुवा नउम्रिने अवस्था, त्यसपछि त्यसलाई जोगाउने अवस्था, त्यसपछि त्यसलाई जगेर्ना गर्नुपर्ने, त्यसपछि बिक्री गर्ने, त्यसपछि त्यो त्यहाँबाट सुरु गर्दै आएँ। लगभग करिब अहिले अब 18-19 वर्ष भयो। मैले निरन्तर लगातार मैले त्यही नर्सरीलाई मैले चाहिँ एउटा मैले चाहिँ एउटा व्यवसाय ठानेर मैले त्यही नर्सरीलाई चाहिँ अहिलेसम्म मैले चाहिँ यो मेरो एउटा पेसा बनेको छ, एउटा व्यवसाय बनेको छ। अहिलेसम्म म यहीमा चाहिँ एउटा त्यही नर्सरीमा चाहिँ मैले काम गर्ने, त्यसपछि अब समयहरू बिताउने गरेको छु। र अहिले मैले यस्तै अब 65-66 सालदेखि सुरु गरेपछि बिस्तारै मैले बढाउँदै त्यसपछि त्यतिखेर चाहिँ अलिअलि बिक्री हुन्थ्यो। गाउँ वरिपरि छरछिमेकका मान्छेहरूले 10वटा, 20वटा, 5वटा यसरी किन्नुहुन्थ्यो। त्यसपछि अलिक बिस्तारै पछि चाहिँ अब मैले पनि चाहिँ त्यसको सङ्ख्या अथवा त्यसको चाहिँ उत्पादन बढाउँदै गएँ। अनि त्यसपछि सँगसँगै माग पनि बढ्दै गयो। त्यसपछि अहिले चाहिँ यहाँसम्म आउँदाखेरि अझ अलिक पहिलो कुरा गर्दा हामीले चाहिँ 65-66 सुरु गऱ्यौँ। त्यसपछि 67, 68, 70 सालतिर बाटोघाटो यहाँसम्म हाम्रो बाटोघाटो थिएन। अब मैले चाहिँ जिल्ला कृषि विकास कार्यालयमा मैले डोकोमा बोकेर 1000, 2000 बिरुवा, 3-4 हजार बिरुवासम्म मैले चाहिँ जिल्ला कृषि विकास कार्यालयमा त्यो अफिसलाई पनि मैले चाहिँ उपलब्ध गराएको थिएँ। सधैँ उपलब्ध गराउँथ्यौँ। त्यसपछि अलि बाटो खोलेपछि बाटोघाटो आएपछि पनि हामीले चाहिँ गाडीमा पनि पठाउने कामहरू भयो। त्यसपछि हाम्रो यो त्यहाँ पछि अलिकति अहिले त्यता पछि यो स्थानीय तहको चुनाव भइसकेपछि जिल्ला कृषि विकास कार्यालय भन्दा अलिक कृषि ज्ञान केन्द्र भएको छ। अनि त्यहाँ अलिकति कार्यक्रम नहुने, त्यसपछि त्यो अलिकति त्यहाँ त्यो सबै गाउँपालिकामै सबै बजेटहरू आउने भयो हुनाले अहिले त्यतातिर हाम्रो छैन। अलिकति हाम्रो पठाउने अथवा हामीले बिक्री वितरण हुँदैन। अलिक कहिलेकाहीँ चाहिँ यस्तै गाउँपालिका कार्यालय यतातिर अलिकति पठाइन्छ। र अहिले 2-3 वर्ष यता चाहिँ अझ व्यापक रूपमा हाम्रो यहीँ अब हाम्रै आसपासका यो एउटा त्यो गाउँपालिकाहरूमा अब हाम्रो चाहिँ बिक्री वितरण भइराखेको छ। राम्रो छ। अहिलेसम्म म खुसी नै छु। अब विदेश गएर पनि अब मान्छेले होइन सबै परिवार छोडेर सबै चाहिँ अब मान्छेलाई चाहिँ अब बाहिर
विदेश गएर पनि काम गर्नुपर्ने। तर म चाहिँ यही विदेशको जस्तै मैले चाहिँ यहीँ के गर्दा निरन्तर खपिरहेको छु। साँझ बिहान मेरो टाइम टु टाइम काम हुन्छ, काम गरिराख्नुपर्छ, गरिरहेको छु। त्यसपछि अहिलेसम्म यही अब अहिलेसम्म यही नर्सरी व्यवसायमै म एकदम त्यो एउटा व्यस्त छु। मलाई चाहिँ अब कतिखेर लाग्छ, अब मेरो साथीभाइहरू चाहिँ बाहिर हुनुहुन्छ, सँगसँगै साथीहरू अब उहाँहरू पनि कमाउनु भएको छ। तर हामीले चाहिँ विदेशको हाम्रो साथीभाइले कमाए त आफ्नो चाहिँ एउटा आय आर्जन जस्तै आर्थिक रूपमा नहोला, तर चाहिँ आफ्नै गाउँठाउँमा बस्न पाइएको छ, गाउँघरमा बस्न पाइएको छ, सबैसँग होइन परिवारसँगै बस्न पाइएको छ। यो यही चाहिँ मलाई खुसी लाग्छ। अब मलाई यसो अब ठिकै लागेको छ। अब पैसा नकमाउन, धेरै पैसा कमाउन नसके पनि आफ्नो एउटा गुजारा भनौँ न, अब एउटा परिवार पाल्ने बाटो अथवा कसैले चाहिँ माग्नु परेको छैन। अब आफ्नो घर खर्च चलेको छ मजाले। अनि केही खर्च गर्दाखेरि कसैलाई चाहिँ अब खर्च अभाव भयो भन्नु परेको छैन। आफ्नो चाहिँ यही पेसा व्यवसायबाटै मलाई चाहिँ एउटा भनौँ न आफ्नो एउटा पारिवारिक समस्यालाई चाहिँ आर्थिक रूपमा यसले चाहिँ निर्वाह गरेको छ। वडा नम्बर 3 को अर्को गाउँ रपा गाउँ, जो बजारदेखि नजिकै मानिन्छ। बजारदेखि केही दूरीमा रहेको रपा गाउँको पनि आफ्नो छुट्टै पहिचान र महत्त्व छ। उत्पादनका हिसाबले रपा गाउँमा निकै राम्रो धान उत्पादन हुन्छ, जसलाई कोप्चीखेत भन्ने गरिन्छ। अर्को नामले चिनिने मालुजुङ क्षेत्र आसपास राम्रो वन पनि रहेको छ। रपा गाउँको बीच भागमा रहेको एउटा विद्यालय, जो परिवर्तन गाउँपालिकाकै शैक्षिक धरोहरको रूपमा स्थापित भएको छ। विगतमा पाछाबाङको केही भेग, राङकोटको केही भेग र त्यस आसपासका विद्यार्थीहरू यसै विद्यालयबाट शिक्षित भएर अगाडि बढेको त्यहाँका स्थानीयहरू बताउँछन्। कोप्चीखेतले धान उत्पादनमा, त्यसै गरी तरकारी उत्पादनमा परिवर्तन गाउँपालिकाको बाघमाराको आवश्यकता परिपूर्ति गर्दछ र स्कुलको आसपास क्षेत्रमा राम्रो बदाम उत्पादन हुने त्यहाँका स्थानीयहरू बताउँछन्। अब बारीमा बेलाइती सलाइती छन्, समय हुनासाथ अलिअलि आम्दानी हुन्छ। कति जति आम्दानी गर्नुहुन्छ? आम्दानी अब कोही साल हुन्छ, कोही साल हुन्न। सबभन्दा हजुरको नगदे बालीमा बदाम लगाउनुहुन्छ? नगदे बालीमा बदाम हुन्छ। मैले बदामबाट उठेँ है हिमालय। खेतीबाट मैले 16 खासेँ। सबै ऋण बदामबाटै तिर्नुभयो? बदामबाटै तिरेँ। बदामबाट भयो, योबाट भयो, बेलौतीबाट। अन्य सुन्तला कागतीहरूको सम्भावना छ यो रपामा? त्यो त गरेँ मैले, उखेल फाल्ने सबै उखेल फाल्ने भयो भने जस्तो उत्पादन भएन। घरमा अहिले कतिजना हुनुहुन्छ नि? घरमा त अब त्यही एउटी नातिन पहिलो बिजी, अरू अब 3टी नातिन, एउटा नाति। यो चाहिँ सुरु भएको यो पहिलेदेखि छ? यो घट्ट बनाएको 54-55 या 54 या 55 मा बनाएको हो। यो घट्ट चाहिँ रुकुमकोटबाट ल्याएको हो। रुकुम भन्नाले पश्चिम रुकुम खलङ्गा ठाडुङ्गाबाट ल्याएको हो। यो घट्ट मेरो त होइन, यो रोशन केसी हाम्रो जो बाघमारा टिकट काट्न जान्छन् तिनकै हो। अनि यहाँ पिस्न अहिले पनि आउँछन् मान्छेहरू? आइरहेका छन्, पिस्न आइरहेका छन्। अहिले पिसेर गया हो यो घट्ट, र अहिले कोइरहन्छन्। कति घट्ट छन् होला यो वरिपरि यस्ता घट्ट? यस्ता घट्टहरू 5-6वटा छन्। 5-6वटा छन्। यो परिवर्तन यहाँ पाछाबाङदेखि लिएर त 15-16वटा छन्।
यहाँ चाहिँ कति मान्छेहरूले चाहिँ पिस्छन् होला एक दिनमा? एक दिनमा अब लगभग 25-30 परिवर्तन गाउँपालिका वडा नम्बर 3 को 7वटा टोलभित्र पर्ने एउटा टोल, तर विभिन्न गाउँ जोडिएको खर्सुबोट क्षेत्र, चारेढुङ्गा क्षेत्र, त्यस आसपासको फिर्कुली, त्यस आसपासको पुये क्षेत्र जनयुद्धकालीन अवस्थादेखि निकै महत्त्वपूर्ण मानिन्छन्। राज्य पक्ष र विद्रोही पक्षको कहीँ कतै झट्ट भेटघाट हुने स्थान खर्सुबोट क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छ। उक्त क्षेत्र आसपासमा रहेका केही विकट तर उत्पादनको हिसाबले निकै अर्ग्यानिक उत्पादन हुने पुये गाउँ साँच्चीकै मौरीको महको लागि निकै महत्त्वपूर्ण छ। जाडो समय कार्तिक मङ्सिरतिर हिउँमा ढकमक्क ढाकिने डाँडा, भाग्यश्री पराबीले थप सुन्दरता थपिएको डाँडा, चारेढुङ्गा आसपासको हावापानी निकै सफा पाइन्छ। भाग्यश्री पराबीले नियालिरहेका हिमालका टाकुराहरू, रातामाटा टावरका डाँडाहरू त्यस क्षेत्रबाट नजिकबाट अवलोकन गर्न सकिने निकै मनमोहक दृश्यहरू हुन्। जडीबुटीको हिसाबले त्यस आसपासमा डाँडा काँडामा निकै महत्त्वपूर्ण जडीबुटी पाइने त्यहाँका स्थानीयहरू बताउँछन्। कक्षा 5 सम्मको अध्ययन भाग्यश्री प्राविमा सकेर पाछाबाङको माइस्थान र थुनिकोट विद्यालयमा आउने त्यहाँ आसपास सेवा क्षेत्रका विद्यार्थीहरू गर्छन्। पुये क्षेत्रबाट केउरी हुँदै नाफेतिरको बाटो जोडिएको मोटर बाटो अझै जोडिन भने सकेको छैन। परिवर्तन गाउँपालिका वडा नम्बर 3 को केही दुर्गम मानिने स्थल कहीँ कतै सम्भावनाको खोजीमा रहेको देखिन्छ। पुये गाउँ कहीँ कतै रुकुमसँग जोडिएको, गङ्गादेव गाउँपालिकासँग जोडिएकाले व्यापारिक हिसाबले पनि मोटर बाटो खुलेपछि निकै सम्भावना देखिन्छ। रुकुम पश्चिमको केही बेल्ट रोल्पाकै गङ्गादेव गाउँपालिकासँग व्यावसायिक हातेमालो गर्न सके दुर्गमबाट सुगमको बाटोतिर जाने सम्भावना पुये गाउँ र फिर्कुलीले बोकेका छन्। एरिबाङ परिवर्तन गाउँपालिका वार्ड नम्बर 3 खर्सुबोटमा पर्छ। अनि अब यस्तै अब पसल बचपनदेखि पसलै गरेको हो। त्यही कति भयो पसल गर्न लागेको? पसल गर्न लागेको त लगभग 25 वर्ष जति भयो होला। अहिलेलाई बुढाबुढी छन्, छोराहरू जागिरीको सिलसिलामा हुनुहुन्छ र जेठो छोरा सुब्बामा कार्यरत छ तुलसीपुर, कान्छो यता बर्दिया अदालतमा कार्यरत छ के खरिदारमा छ। धेरै राम्रो थियो होइन? हजुर, यो खर्सुबोट पहिला किनभने चाहिँ व्यापार पनि राम्रो थिएन। हामीले दाङबाट बोकिल्याएको, घोडा खच्चरमा मान्छेहरूले बोकेको, भरियाहरूले होइन, त्यो अलि नाफा पनि आउँथ्यो होइन। अनि अहिले खासै त्यो गाडी मोटर आयो, त्यति नाफा पनि होइन छैन। त्यस्तै अब आफ्नो अब गुजाराभरिलाई ठिकै छ, आफ्नो ज्यान पाल्नेभरि अब गरिरहेछौँ। त्यस्तै छ, सुख दुःख त्यस्तै काट्यो। अब त्यही छोराछोरीहरूलाई पढाइ लेखाइ गरियो, अब त्यही जागिरीमा उम्याइयो। अब त्यही नै भयो। यसै गरी परिवर्तन गाउँपालिका वडा नम्बर 3 को अर्को महत्त्वपूर्ण गाउँ जहाँ बाक्लो बस्ती डाङ्गी समुदायको रहेको छ सर्पलोटे हो। सर्पलोटे गाउँ निकै सुन्दर रहेको छ। उत्पादनको हिसाबले निकै महत्त्वपूर्ण मानिने परम्परागत रूपमा गर्दै आइरहेको खाद्य बाली उत्पादन, जहुँको उत्पादन, गहुँ मकैको उत्पादन निकै राम्रो हुने गर्दछ। यसै गरी पछिल्लो समय नगदे बालीको रूपमा कागती खेती, अलि तल्लो क्षेत्रतिर सुन्तला खेती निकै फस्टाइरहेको छ। सर्पलोटे आसपासमा यो नयाँ प्रजातिको फल किवी खेतीको पनि राम्रो उत्पादन हुने गरेको त्यहाँका स्थानीय बताउँछन्। सर्पलोटेदेखि नजिकको सानो गाउँ चर्चोहाले, जुम्ले पोखरी, लुफाहा भन्ने गाउँतिर पनि उत्पादनको हिसाबले किवीको निकै सम्भावना रहेको देखिन्छ।
कहीँ कतै पानीको अभाव भए पनि सक्दो तरकारी खेतीमा त्यहाँका स्थानीयहरूले जोड दिइरहेका मेरो छन्। नाम निर्मला डाँगी, म यही परिवर्तन 3 सरपोलोटीमा बस्छु। हामी त 6 जना परिवार छौँ। मेरो बुढा विदेश हुनुहुन्छ अनि मेरो छोराछोरीहरू पढ्न गएका छन्। यहाँ आमा छोरा बस्छौँ। हामी अलिअलि कागती हो, खासै खेती लाउँदैनौँ। अब मकैहरू बेच्छौँ, बरु मकै सिमीहरू त्यस्तो लाउँछौँ। अरू आलु प्याजहरू त्यस्तो अलिअलि तरकारी खाने मात्रै हो, त्यस्तो लाउँदैनौँ। अरू सबै घर परिवारमा को को हुनुहुन्छ? घर परिवारमा 6 जना छौँ। बुढो विदेश हुनुहुन्छ अनि छोराछोरीहरू पढ्न गएका छन् 3 भाइना। एउटा सानो बाबु र म यहीँ बस्छौँ। बाबु पढ्न कता जान्छ? बाबु दबाङ यहीँ हाम्रै परिवर्तन 3 थुनीकोटमा पढ्छ। बाबुहरू को कतिजना छन्? 2टा बाबु छन्, 2टा नानी छन्। कतिमा पढ्छ? बाबुले सानो बाबुले 4मा पढ्छ अनि ठुलो बाबुले 10मा पढ्छ अहिले। सानो नानीले 11मा पढ्छ। एउटा नानी डक्टर पढिरहेछ, अब पढ्छ खै उता जनकपुर छ, यता छैन। परिवर्तन गाउँपालिका वडा नम्बर 3 को अर्को ठुलो गाउँ केउरी गाउँ, जो विगतमा चर्चामा आइरहन्थ्यो, अहिले भने निकै सरल र शान्त रूपले बसिरहेको छ। उत्पादनमा तल्लीन भएर अग्रजहरू लाग्दै गर्दा पछिल्लो पुस्ता पनि उत्पादनमा जोडिएको देखिन्छ। कागती, सुन्तला, आलु, लसुन, प्याजको राम्रो उत्पादन हुन थालेको उपल्लो केउरीमा बजारको समस्याले गर्दा स्थानीयहरू चिन्तित देखिनुहुन्छ। त्यहाँको संस्कारमा पैसिरो नाच आमा समूहले पनि सक्दो आफ्नो संस्कार संस्कृति झल्काउने काम गरिराख्नु भएको छ। त्यहाँका स्थानीयहरूले राम्रो मोटर बाटोको अपेक्षा भने गरिराख्नु भएको छ। राँकतिर जोडिने राम्रो मोटर बाटो भए उहाँहरूको व्यावसायिक फस्टाउने अपेक्षा उहाँले राख्नुभएको छ। उपल्लो केउरीको डाँडामा रहेको एउटा गाउँ जो निकै बस्तिलो देखिन्छ। नमस्कार, म रणबहादुर चन्द, परिवर्तन गाउँपालिका वार्ड नम्बर 3 उपल्लो केउरी को एकजना कृषक हुँ। अब यहाँको सन्दर्भमा भन्नुपर्दा म अलि पुरानो कृषक हुँ। किसान त सबैले आजभोलि त सबैले गर्छन्, तर यो कागती, सुन्तला, आलु, प्याज, गोपी, टमाटर लगाउने म अलि पुरानो कृषक हुँ। म अलि पहिल्यैबाट कृषक गर्दै आएको, उत्पादन गर्दै आएको मान्छे हुँ। उत्पादन गरेर मात्रै नहुने रहेछ, उत्पादन गरे वस्तु उत्पादन भएपछि बजारको आवश्यकता पर्ने रहेछ। बजार पाइन्न, यो ठाउँमा बजार छैन। व्यापारीहरूले जस्तै बजारमा आलु 40-50 रुपियाँ किलो हुन्छ भने हामीले उत्पादन गरेको जम्मा 19 रुपियाँमा बेच्नु पर्यो। यो साल मैले समथिङ लगभग 7 कुन्टल 7.5 कुन्टल जति आलु बिउ रोपेँ। उत्पादन लगभग
55-60 क्विन्टल उत्पादन गरेँ। कतै बजार पाइएन, व्यापारी पनि पाइएनन्। त्यही 19 रुपियाँ किलोको हिसाबले बिक्री वितरण गरेँ। मेरो लगानी धेरै लाग्यो, त्यो लगानी उठेन। अब नेपाल सरकारले भन्छ हाम्रो वडासित 4 तहको सरकार, गाउँ गाउँमा सिंहदरबार, 4 तहको सरकार। अब यो नेपालका दलीय नेताहरूको नारा लगाउँछन्, तर जति तहको सरकार भए पनि जनतालाई केही सेवा सुविधा दिने कुनै सरकार छैन। वडा नम्बर 3 भित्रै पर्ने अर्को गाउँ जसलाई पनि केउरी नै भनिन्छ, तर तल्लो केउरी। तल्लो केउरी गाउँ निकै सुन्दर र रमणीय छ। उत्पादनको हिसाबले पनि विभिन्न खालका फलफुलहरू उत्पादन हुन्छन्। सुन्तला, कागती, केरा लगायत सबै खाले उत्पादनहरू तल्लो केउरीमा भइरहेको हामीले देख्न सक्छौँ। त्यत्तिकै राम्रो सुन्तलाका बोटहरूमा सुन्तला फलिरहेको र कागतीका बोटहरूमा कागती फलिरहेको छन् भने तल्लो केउरीको फेदतिर धानका बाला पनि झुलिरहेका हुन्छन्। विगतमा इरिबाङ गाविस हुँदै गर्दा इरिबाङ गाविसको केन्द्रको रूपमा रहेको तल्लो केउरी साँच्चीकै ऐतिहासिक पनि छ। विगतमा पञ्च प्रधानका चुनावहरू तल्लो केउरीमा हुने गरेको भन्ने पाइन्छ। माथिल्लो भेगमा वन रहेको, तल्लो भेगमा बस्ती रहेको तल्लो केउरी साँच्चीकै रमणीय र सुन्दर रहेको छ, जहाँबाट देशकै नेतृत्व गर्ने मूल नेतृत्वहरूको जन्म पनि भएको हामी देख्न सक्छौँ। तल्लो केउरीमा सुविधा सम्पन्न विगतमा हुलाक सञ्चालनमा आएको, विगतमा गाविस भवन त्यहीबाट सुरु भएको, त्यसै गरी सुविधा सम्पन्न स्वास्थ्य चौकी पनि त्यहाँ रहेको छन्। नमस्कार, मेरो तर्फबाट मेरो नाम सुगना कुमार सिंह खड्का हो। म पहिलेबाट किसान गरेको मान्छे हुँ। मेरो घट्ट पनि छ, 60-50 घरलाई पिसेर खुवाउँछु। 5वटा भैँसी छन्, कृषि छ, सुन्तला छन्, कागतीहरू सबै, मकै, गहुँ सबै किसान गर्न बसिरहेको छु। नमस्कार, मेरो नाम चाहिँ महेन्द्र वारचन्द, परिवर्तन गाउँपालिका वार्ड नम्बर 3 केउरी। म चाहिँ कृषक हो। अनि चाहिँ मेरो सुन्तला चाहिँ 300-400 पौधा चाहिँ छ, कागती 200 पौधा चाहिँ छ। चाहिँ म धान खेती पनि गर्छु, गहुँ खेती, मकै खेती, यहीबाट चाहिँ लसुन खेती, आलु खेती गर्छु। यहीबाट चाहिँ आएको आम्दानीले घर व्यवहार चलाउँछु। चाहिँ म चाहिँ किसान हो। मेरो चाहिँ अब यही हो मेरो प्रतिक्रिया भन्दाखेरि म चाहिँ खेतीबाली गर्छु, गरेर राख्छ। तालिममा पनि जहाँ सहभागी हुन्छौँ। अब चाहिँ परिवर्तन गाउँपालिकाले सहयोग गरेछ, वडाले पनि गर्ने सहयोग आफ्नो गरेकै छ। अब यही हो किसान। तल्लो केउरी पनि 2 भागमा विभाजन हुँदै गर्दा तल्लो टोल निकै बस्तिलो देखिन्छ। त्यहाँ पनि निकै उर्वर भूमि हामीले देख्न सक्छौँ। तल्लो केउरीको तल्लो टोलमा स्वास्थ्य चौकी, गाविस भवन, खेल मैदान, हुलाक कार्यालय जस्ता महत्त्वपूर्ण सार्वजनिक सम्पत्तिहरू रहेका छन्। विगतमा निकै चहल पहल हुने स्वास्थ्य इकाइ केन्द्र पनि तल्लो केउरीमा रहेको छ। अहिले सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवा सबैले लिइरहेका छन्। पुरानो भवन भने अहिले जीर्ण अवस्थामा रहेको छ। त्यसको संरक्षण भए पनि त्यहाँ कोही नबस्ने भएपछि पुरानो भवनलाई संरक्षण गर्नुपर्ने देखिन्छ। 20 गाउँबाट कच्ची मोटर बाटो छिरेको तल्लो केउरी गाउँ साँच्चीकै सुन्दर र मनमोहक भने पक्कै छ। वडा नम्बर 3 साँच्चीकै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको हिसाबले निकै सुन्दर र महत्त्वपूर्ण छ। त्यसैले वडा नम्बर 3 मा हामीले नमस्कार, मेरो नाम चाहिँ नवीन ओली। मेरो स्थायी ठेगाना परिवर्तन गाउँपालिका वडा नम्बर 4 पाछाबाङ। हाल चाहिँ म यस परिवर्तन गाउँपालिका वडा नम्बर 3 मा चाहिँ वडा सचिवको रूपमा कार्यरत छु।
र यस वडा कार्यालयमा कार्यरत रहँदाखेरि हामीले गर्नुपर्ने काम भनेको खास गरी दैनिक प्रशासनिक कार्यहरू नै हुन् र त्यसपछि पञ्जीकरण काम जस्तै व्यक्तिगत घटना दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, बसेसराईका कार्यहरू, त्यसगरी सामाजिक सुरक्षा भत्ता चाहिँ नयाँ इन्ट्री गर्ने, त्यसपछि साउन भदौ महिनामा चाहिँ यसलाई यो नवीकरण गर्ने, अब मरेका मान्छेहरूको यो लगत कट्टा गर्ने, त्यसै गरी राजस्व खास गरी हामी मालपोतलाई चाहिँ मालपोत सङ्कलन गर्ने, त्यसपछि गाउँपालिकामा दाखिला गर्ने इत्यादि कामहरू नै वडा कार्यालयबाट चाहिँ हुने काम भइरहेका छन्। यहाँहरू सबैलाई नमस्कार। म खेमविक्रम चन्द, परिवर्तन गाउँपालिका 3 नम्बर वडा अध्यक्ष। यो परिवर्तन गाउँपालिका 3 नम्बर वडाको सन्दर्भमा भन्दा पहिले यो एउटा एरिबाङ गाविस थियो र यो सङ्घीय संरचना पश्चात यो इरिबाङ गाविस 2वटा वडामा विभाजित भयो र साबिकको 1, 2, 3, 4सम्म 6 नम्बर वडा भयो र 5, 6, 7, 8, 9 विशेष गरेर यो 3 नम्बर वडा थुनिकोट भन्ने यो चाहिँ सङ्घीय संरचनापछि यो विभाजित भयो र यस सन्दर्भमा यो वडाको सन्दर्भमा भौगोलिक विविधताले भरिपूर्ण भएको यो वडा हो र यहाँ यो वडाको सन्दर्भमा हेर्ने हो भने विशेषतः बागमारा बजार यो वडाको एउटा महत्त्वपूर्ण बजारको रूपमा रहेको पाइन्छ र त्यसै सन्दर्भमा यो वडा कार्यालय परिवर्तन थुनिकोट भन्ने ठाउँमा भएको हुनाले त्योसँग जोडिएको विषयवस्तु एउटा भौगोलिक हिसाबले अलि विकट भए तापनि यसलाई त्यहाँ एउटा नवदुर्गा भगवती मन्दिर पनि रहेको छ त्यो आसपासमा र त्यो सँगसँगै त्यहाँ एउटा बाल शिक्षा माध्यमिक थुनिकोट रहेको पाइन्छ र त्यसैले गर्दा यसलाई एउटा पर्यटकीय स्थलको रूपमा थुनिकोट नवदुर्गा देवीको मन्दिर, भगवती देवीको मन्दिर हुँदै यो यहाँको 3 नम्बरको वडा कार्यालय थुनिकोट हुँदै माथि आएर एउटा तिखाधुरी भन्ने छ, त्यहाँसम्मको एउटा पैदल पदमार्गको रूपमा बनाएर विशेषतः त्यो भूगोलको हिसाबले माथि समथर भूभाग उचाइमा रहेको छ र त्यो उचाइमा रहेको हुनाले त्यहाँ एउटा पर्यटकीय स्थलको रूपमा यो एउटा बनाउन सकिने ठाउँ रहेको पाइन्छ र यो वडाको गतिविधिको सन्दर्भमा हेर्ने हो भने यहाँ विभिन्न किसिमका जात जाति भाषा लिङ्ग वर्णले भरिपूर्ण भएको पाइन्छ। विशेषतः गरेर यहाँ यो वडाको बाहुल्यताको हिसाबले यहाँ विभिन्न जात जातिगत भए तापनि यहाँ बढी बाहुल्यताको रूपमा क्षेत्री जाति रहेको पाइन्छ भने त्यसपछि आएर त्यसपछिको जातिको रूपमा अन्य विभिन्न किसिमका जात जाति मगर समुदाय, त्यसपछि आएर दलित बस्तीको बाहुल्यता भएको यो वडा विशेष गरेर यो वडाको गतिविधिमा रहेको पाइन्छ र त्यो मात्रै होइन, यहाँ सबभन्दा पिछाडिएको जातिवादी जातिको पनि यहाँ एउटा बसोबास रहेको यो परिवर्तन 3 को यो एउटा बागमारा क्षेत्रदेखि माथि एउटा वादी समुदायको बस्ती रहेको पाइन्छ र यहाँ त्यसैले भूगोल जात जातिको रूपमा सबै गर्दाखेरि विविधताले भरिपूर्ण भएको यो 3 नम्बर वडा हो र वडाको आगामी योजनाको बारेमा हेर्ने हो भने अब हामीले यो निर्वाचित भइसकेपछि दोस्रो कार्यकाल जुन 79 को जुन कार्यकालपछि हामी निर्वाचित भइसकेपछि विशेषतः गरेर वडाको आगामी योजना भन्दाखेरि योभन्दा पहिले विभिन्न किसिमका वडा कार्यालयलाई हामीले एउटा जमिन पनि पास नगरेर बनेको थियो र अहिले आएर हामीले त्यसलाई पासको प्रक्रिया लगेर पासमा हामी वडा कार्यालय आफ्नो स्वामित्वमा लिन पुग्यौँ र यो लगायत विभिन्न किसिमका
विद्यालयका भवन विभिन्न किसिमका सडक पूर्वाधारका कुरामा सडक विद्यालय भवन बन्दै गर्दाखेरि विशेष गरेर यो वडाको विभिन्न गतिविधि रहेको पाइन्छ र यो वडाको आगामी योजना भनेको अब आएर यो वडालाई जस्तै अहिले आएर दुईखोली चुम्बाङ सडक खण्डले कालोपत्रले छोएको छ भने त्यस्तै गरेर सानीगाडमा रहेको एउटा पुलको अति आवश्यक हो। यो पुलको अहिले आएर पूर्ण रूपमा डिपिआर भएर पनि बजेटिङ भएको हुनाले यो पुललाई हामीले यो आगामी वर्षभित्रैमा यो पुल चाहिँ पूर्ण रूपले सञ्चालित अथवा निर्माण हुन्छ। ती लगायत अहिले आएर हाम्रो सम्पूर्ण योजनाबाट बागमारा ठुनीकुट त्यस्तै गरेर अडबारे डाँडा कालापोखराको एउटा चाहिँ सम्पूर्ण योजनाको 1 करोड 5 लाखको बजेटिङ भएको छ र यो बाटोलाई पनि हामीले सुधारात्मक स्तर उन्नति हुने तत्काल छ। त्यो लगायत हामीले कुन्पा केउरी रिवाङ डाँडाको बाटोमा पनि अहिले हाम्रो सङ्घीय बजेट चाहिँ निर्धारित परेको हामीलाई जानकारी भएको छ र यो तत्कालै यो बाटोको पनि सुधार गर्छौँ र त्यो लगायत हामीले यो आगामी वर्षमा वडा कार्यालय केउरी हुँदै जानेको बाटोको पनि बजेटको सुनिश्चितता योभन्दा अगाडि सम्पूर्ण बाटो भएको हो र अहिले सुनिश्चितता गर्ने गरेर आगामी वर्ष त्यो बाटोलाई पनि स्तर उन्नतिमा लाने हाम्रो यो आगामी योजनाहरू छन्। यही मात्रै होइन, योसँग जोडिएको विभिन्न किसिमका स्वास्थ्य शिक्षाका सन्दर्भमा छ। स्वास्थ्य शिक्षाको सन्दर्भमा पनि हामीले योसँगै जोडिएका कुरा यो विकासका योजनासँग अथवा सबैसँग जोडिएका कुरा हुन् र ऐतिहासिक भूगोलको बारेमा मैले अगाडि पनि बताइसकेँ। भौगोलिक हिसाबले हामीले हेर्दाखेरि यो एउटा विगतबाट नै भूगोलिक विविधता भएको हो। त्यसैले गर्दाखेरि धर्म संस्कृतिको बारेमा नै मैले अघि नै भनिसकेँ। यहाँ प्राय हिन्दू धर्मावलम्बीहरू बढी भएको पाइन्छ र त्यसैले गर्दा पनि यहाँ हिन्दू धर्मावलम्बी लगायत अन्य धर्म मान्ने थोरै भएको पाइन्छ र त्यसैले धर्म संस्कारको संस्कृतिको बारेमा पनि यहाँ आफ्नै किसिमको परम्परागत रूपमा धर्म संस्कार रीतिरिवाज भएको यो 3 नम्बर वडा हो। त्यसैले गर्दाखेरि यहाँ विविध जातीयताले भरिपूर्ण छ र विभिन्न धर्म संस्कृतिमा आधारित यो 3 नम्बर वडा हो। त्यसैले यो भौगोलिक विविधता भएको पनि यो 3 नम्बर वडा हो। त्यसैले गर्दाखेरि अब यो सँगै जोडिएका कुरा शिक्षा स्वास्थ्यका कुरा गर्ने हो भने शैक्षिक अवस्थाको स्थितिलाई हेर्ने हो भने परिवर्तन गाउँपालिकामा गाउँपालिकाको 3 नम्बर वडाको सन्दर्भमा अहिले आएर 3वटा माध्यमिक विद्यालयहरू छन् र त्यस्तै गरेर एउटा आदि विद्यालय गर्दा 2टा चाहिँ सामान्य बाल विकास सञ्चालित रहेको छ र अहिले आएर शैक्षिक अवस्थाको स्थितिलाई हेर्ने हो भने यो शिक्षाको स्थितिलाई वर्णन गर्ने हो भने अब यहाँको शैक्षिक स्थितिको हिसाबले विद्यालयमा विद्यार्थी सङ्ख्या कम रहेको पाइन्छ। किन त भने एउटै वडामा पनि साबिकको 5वटा वडाले बनेको यो 3 नम्बरमा पनि 3वटा विद्यालय भएको माध्यमिक विद्यालयको हुनाले शिक्षाको स्थितिलाई विद्यार्थी सङ्ख्याको न्यून हुनको कारणले अहिले आएर सङ्घीय संरचना अनुरूप शिक्षा एउटा ऐन बनिसकेको छैन, नयाँ ऐन। त्यसले गर्दा त्योको आधारमा शैक्षिक अवस्थाको स्थितिलाई हेर्ने हो भने अब यो एउटा नम्स राखिएको छ हाम्रो पहाडी क्षेत्रमा प्रति शिक्षक 30 देखि 35 को हाराहारीमा हुनुपर्छ भन्ने मापदण्ड छ। त्यो अवस्थामा हाम्रा 3वटै विद्यालयमा पूर्ण रूपमा त्यति विद्यार्थी नपाइएको अवस्था छ र पछि आएर शैक्षिक अवस्थालाई हेर्ने हो भने पनि शिक्षित यो हाम्रो परिवर्तन 3 को सन्दर्भमा शिक्षाको अवस्था लाई अहिलेको तुलनामा हेर्ने हो भने योभन्दा शैक्षिक अवस्था वर्तमानका शैक्षिक अवस्था इतिहासलाई हेर्ने हो भने अलि चाहिँ हैन परिवर्तनको अब 3 नम्बर अलि चाहिँ शिक्षाको हिसाबले अगाडि थियो पहिलेको परापूर्व कालमा। अहिले आएर शैक्षिक स्थितिलाई हुन त थुप्रै किसिमका सरकारी सेवामा प्रवेश गरेका शिक्षक हैन विभिन्न किसिमका व्यक्तित्वहरू छन् भए तापनि शिक्षाको स्थितिलाई पछिल्लो आवरमा अलि खुस्के यो विभिन्न किसिमका कालखण्डमा विभिन्न
रोगहरूको अवस्था जस्तै कोभिड-19 कारणले विभिन्न यो अवस्थाले गर्दाखेरि 2-3 वर्षको पिरियडमा शिक्षाको अवस्था किनभने खुस्किन अलिक पछाडि परेको हामीले देख्छौँ र त्यसै सन्दर्भमा अहिले आएर पालिका स्थितिबाट हामीले कक्षा 8 को र कक्षा 5 को एउटा पालिका स्तरीय हुने र त्यसपछि एसई को एउटा राष्ट्रिय व्यापक रूपमा परीक्षा हुने हुनाले यो शैक्षिक अवस्थालाई हेर्ने हो भने यहाँको शैक्षिक अवस्था त्यति उत्साहितपूर्ण पनि छैन र त्यति चाहिँ निरुत्साहितपूर्ण पनि छैन। त्यसैले गर्दाखेरि अब हामीले भनौँ मिडियम साइजको छ भन्ने यहाँलाई मैले जानकारी गराउन चाहन्छु र यसैले गर्दाखेरि यहाँको संस्कार संस्कृतिको बारेमा हेर्ने हो भने अब यहाँ विभिन्न जाति भाषा लिङ्ग धर्म वर्ण भएका व्यक्तिहरू बसोबास गर्ने भएको हुनाले यहाँ आफ्नै वेशभूषा आफ्नै संस्कृति आफ्नै संस्कार आफ्नै रीतिरिवाज भएको पाइन्छ र अलिकति हाम्रो बस्तीमा दलित समुदायको बाहुल्यता भएको 3 नम्बर वाडा भएको हुनाले हाम्रो अलिकति हामीले यो शैक्षिक संस्कृतिसँग हाम्रो संस्कृति वेशभूषालाई हेर्ने हो भने अलिकति फरक किसिमको पाइन्छ किनभने अलिक बाल विवाह बढी भएको जस्तो हामीले महसुस गर्छौँ र यसलाई चाहिँ न्यूनीकरण गर्नको लागि हामीले हर पहल गरे तापनि अब यो पूर्ण रूपमा लागू हुने गर्दैन र लागू भएको छैन र त्यसैले गर्दाखेरि हामीले परिवर्तन गाउँपालिकाको एउटा प्रत्येक वर्ष नीति तथा कार्यक्रममा पनि बोलेको हुन्छ। यो विषय अन्तर्गत हामीले त्यही नीति कार्यक्रमका आधारमा हामीले सबै यो संस्कार संस्कृति धर्म वर्ण अब जात जाति वेशभूषाको बारेमा हामीले त्यसलाई कसरी चाहिँ पछि परेका विशेषतः जात जाति अथवा वर्गहरू जस्तै महिला विशेषतः महिला पुरुष भनेर भनिन्छ पछि परेका महिलाहरू पछि परेका जातिहरू पछि परेको समुदायहरूलाई हामीले अगाडि बढाउनको लागि हामीले विशेषतः नीति कार्यक्रममा बोल्यो भने हामीले पक्कै पनि त्यो नीति कार्यक्रम अनुसार हामीले एउटा जनप्रतिनिधि नाताले त्यसलाई चाहिँ सहज रूपमा भूमिका निर्वाह गरेर हामीले पक्कै पनि यसलाई समस्या समाधान गर्नका यहाँका विभिन्न किसिमका जातीय छुवाछुतका कुरा छन् बाल विवाहका कुरा छन् त्यस्तै गरेर बहुविवाहका कुरा छन् हैन विभिन्न किसिमका भेदभावका कुरा छन् विभिन्न हिंसाका कुरा छन् त्यसैले घरेलु हिंसाका कुरा लगायत विभिन्न किसिमका हाम्रा समस्या छन्। त्यसैले गर्दा संस्कार संस्कृतिमा त्यसैले गर्दा यसलाई परिवर्तन गर्नको लागि यसलाई चाहिँ न्यूनीकरण गर्नको लागि हामी सबै त्यो 3 नम्बर वाडावासी सम्पूर्ण राजनीतिक दल बुद्धिजीवी सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्था लागेर हामी वडा कार्यालयले पनि एउटा नीतिका आधारमा हामीले फलो गर्यौँ भने मात्रै यसको चाहिँ हामीले यो हाम्रो संस्कार संस्कृतिलाई निश्चय नै परिवर्तन गर्न सक्छौँ भन्ने मान्यता हाम्रो छ। त्यसैले यो कुरा यहाँहरूलाई मैले अवगत गराउन चाहेँ र अन्तमा यहाँहरूले यो विशेषतः हाम्रो 3 नम्बर परिवर्तन गाउँपालिका 3 नम्बर वडा कार्यालय ठुनीकोटको तर्फबाट यहाँहरूलाई विशेष धन्यवाद दिँदै म बिदा हुन्छु। हवस्, धन्यवाद, नमस्कार।